नमस्ते सर भन्ने मलाई। नमस्ते सर। नमस्ते। मेरो नाम लक्ष्मी भट्ट, म सुदूरपश्चिम मैनानगरबाट बिलङ गर्छु एन्ड अहिले भक्तपुरमा बसेर काम गरिरहेको छु प्लस पढाइलाई अगाडि बढाइरहेको छु। हाम्रो कुरा अगाडि बढ्नभन्दा अगाडि तपाईँ आफ्नो छोटो परिचय दिनु न है। ओके ल, धन्यवाद। मेरो नाम चाहिँ गोपाल बस्नेत, मेरो घर चाहिँ रामसाप र अहिले म चाहिँ हाल टोखमा बसिरहेको छु र यही भन्न चाहन्छु म चाहिँ स्टुडेन्ट पनि म पनि पढिरहेको छु। ओके, मैले तपाईँको लागि एउटा सिम्पल क्वेसन लिइरहेको छु। मैले यो भित्र छिर्ने बेला कयौँ युथहरूलाई यहाँ देखिरहेको छु एन्ड तपाईँले भन्नुभयो, हामी योभन्दा अगाडि पनि भेटेको थियौँ र तपाईँले भन्नुभयो मेरो यो फिल्डमा 2 इयर्स प्लस एक्सपिरियन्स भइसकेको छ है। तपाईँले 2 इयर्स प्लस एक्सपिरियन्स बोकेको व्यक्तिले अभियसली धेरै युथहरूले त गाइड गर्नु नै भएको छ। त्यो युथहरूले चाहिँ किन यो फिल्डमा अगाडि बढिरहेको छन् त, किन यो फिल्डलाई रुचि बढाइरहेको छन् त, किन यत्रो युथहरू अगाडि बढिरहेको छन्, तपाईँको विचारमा के छ त यसको बारेमा? हजुर, तपाईँले भने एकदम राम्रो क्वेसन गर्नुभयो है। यसमा मेन थिङ चाहिँ के हुन्छ भन्दाखेरि अब कतिपय व्यक्तिहरू अहिले हेर्ने भने जब गर्ने मान्छेहरू हुँदैन होइन। अब कतिपय हेर्ने भने अब प्रेसर हुन्छ, जब गरिरहेको हुन्छ होइन, कतिपयहरू एकदम प्रेसर आइरहेको हुन्छ, कति व्यक्तिहरू चाहिँ स्टुडेन्ट हुनुहुन्छ होइन। अब म पनि एउटा स्टुडेन्ट व्यक्ति। अब हिजोमा कस्तो हुन्छ भन्दाखेरि अब हामी बिहान कलेज गयो, अब दिउँसो काम के हो, कतै कोही टाढा पर्छ, कोही के पर्छ होइन, विविध कुरा हुन्छ नि त। अनि त्यो भएको कारणले चाहिँ मान्छेलाई अब त्यति झर्केको बोल्ने मान्छे राम्रो नै लाग्दैन। अलिक अब त्यही सम्बन्धी एउटा मान्छेले स्किल एउटा डेभलपमेन्ट गरौँ, आफ्नो लागि एउटा सिप सिकौँ केही भन्ने व्यक्तिहरू धेरै हुन्छ हेर्नुहोस्। र आफ्नो एउटा क्षमतावान व्यक्ति बनौँ। एउटा अरूको अब के हुन्छ भन्दाखेरि मेन थिङ चाहिँ फ्यामिलीको सपोर्ट चाहिँ अब नलिने है। म पनि के गर्न सक्छु भन्ने एउटा व्यक्तिलाई सोचाइ हुन्छ बढी। त्यही भएर चाहिँ आज जति पनि आज यो ठाउँ भनेको चाहिँ 18 वर्षदेखि 20 वर्ष, 25, 30, 35, 40 होइन 50 वर्षसम्मको यो व्यक्तिहरू आइराख्नु भएको छैन। यो ठाउँ भनेको एससी दिएर बसेको व्यक्ति नै आउनुहुन्छ, +2 को व्यक्ति पनि आउनुहुन्छ हेर्नुहोस्, अब ब्याचलर गरेको व्यक्ति छ, मास्टर गरेको व्यक्ति नै आउनु भएको छ हेर्नुहोस्। यो ठाउँ भने चाहिँ आज के हुन्छ भने फ्युचरको लागि चाहिँ यो ठाउँमा बढी आइराख्नुहुन्छ हेर्नुहोस्। आज तपाईँले भन्नुभयो धेरै व्यक्तिलाई लिड गरिसक्नु भएको छ, हो तपाईँले भने एकदम कुरा सही हो। मैले ठाउँमा धेरै व्यक्तिलाई लिड गरिसकेको छु, धेरै व्यक्तिले गाइड गरेको छु। आज एकै महिनामा 1 लाख रुपियाँ नै इन्कम गरिसक्नु भएको छ होइन। ती व्यक्तिहरू आज एकै महिनामा धेरै कुरा चेन्ज गरिसक्नु भएको छ भनेपछि आज पक्कै पनि आज ती व्यक्ति आउनु कारण के हो भन्दाखेरि एउटा फ्युचरको लागि यो ठाउँमा आउनु भएको छ हेर्नुहोस् है। इट मिन्स तपाईँले भन्नुभएको यहाँको युथहरूले आफ्नो स्किल्स, पर्सनालिटी, कम्युनिकेसन स्किल सँगसँगै इन्कम राम्रोसँग जेनेरेट गर्न चाहेको हुनाले चाहिँ यहाँ जोइन हुनुभएको हो, राइट? ओके, तपाईँले 2 वर्षभन्दा अगाडि यही सोचेर जोइन हुनुभएको थियो त? एकदम, तपाईँ भने कुरा एकदम राम्रो है। त्यसमा म 2 वर्षभन्दा पहिलेको सोचाइ मेरो यस्तो थिएन। म त एकदम नर्मल व्यक्ति थियो होइन। अब मैले त केही गर्न सक्दिनँ भन्ने सोचेको थिएँ। मेन थिङ चाहिँ म के छ भने एउटा लाउरीपट्टि म जान्छु होइन, म त्यहाँबाट चाहिँ केही लाउरी बनेर आफ्नै गर्छु भन्ने सोचाइ थियो। र बाहिर फिल्डमा धेरै जबहरू पनि गरेँ मैले। अब बाहिर फिल्डमा जब गरेर अनुभवै मलाई थाहा छ, धेरै व्यक्ति नराम्रो भन्ने, अब साउहरू मिल्दैन होइन, पैसाहरू हुन्छ। यो ठाउँबाट चाहिँ मैले जब आइपुगेँ त्यहाँबाट मैले चाहिँ व्यक्ति बन्दो रहेछ है। एजुकेसन त्यस्तै राम्रो, एउटा फेम राम्रो होइन। बाहिर फिल्डमा हामीले पैसा पाउला तर इज्जत पाउँदैन, इज्जत पाउला तर पावर पाउँदैन होइन, पावर पाउला तर एजुकेसन पाउँदैन क्या। यो ठाउँ मैले के पाएँ भन्दाखेरि एजुकेसन पाएँ होइन, एउटा हेर्ने भने फेमस हुने पाएँ, एउटा पावर पनि पाएँ, आज पैसा पनि मन्ने पाएँ क्या। एउटा लाइफ चेन्ज हुने ठाउँ चाहिँ मैले ठाउँ पाएँ हेर्नुहोस्। आज त्यो ठाउँमा म बढिरहेको छु। ओके सर, एन्ड तपाईँसँग आज कुरा गरेर एकदमै राम्रो लाग्यो। होप तपाईँले यसरी नै कोही युथलाई अगाडि बढाउनुहुन्छ भन्ने आशा गर्दै तपाईँबाट छुट्टिन्छु। हस्, थ्याङ्क यू। नाइस मिट यू।